वाउ नेपाली टोलीले इतिहास रचेको साथीहरु पहिलो म्याचमै वेस्ट इन्डिजलाई धुल चटाए नेपालले जितिसकेको छ र इतिहास रचिसकेको छ। बधाई छ नेशनल टिमलाई साथीहरु। वाउ यार दिल जित्यो नेपाली टोलीले साथीहरु। नेपाल भर्सेस वेस्ट इन्डिजको म्याचमा चाहिँ पहिलो म्याच चाहिँ नेपालले जितिसकेको छ साथीहरु। 19 रनले चाहिँ नेपालले पहिलो म्याच जितेको छ साथीहरु र बवाल डिफेन्ड गरेको छ। 149 को टार्गेट साथीहरु। वाउ यार नेपाली टोलीले रोहित पौडेलको क्याप्टेनीको टोलीले चाहिँ इतिहास रचिसक्यो साथीहरु र पावर देखाइसक्यो नेपालको पुरै विश्वमा। वाउ यार व्हाट अ मैच, मजा आयो के। पुरै लगभग दोस्रो इनिङ्ससम्म त एकतर्फी म्याच जित्यो के नेपालले, कुनै पनि अडचन हुन दिएन। नेपाली टोलीले यति बवाल खेलेको छ आज म्याच चाहिँ र देखाएको छ सबै वीर गोर्खालीको पावर आज विश्वमा इतिहास बनाउँदै साथीहरु। म्याचको कुरा गर्ने पहिलो चाहिँ नेपालले ब्याटिङ गरेर सबै प्लेयरले अलि भनौं न राम्रै खेल्नु भयो र 148 रन बनायो। 8 विकेट गुमाएर 20 ओभरमा नेपालले र वेस्ट इन्डिजले चाहिँ 149 को टार्गेट दियो र वेस्ट इन्डिज खेल्न आउँदा चाहिँ दोस्रो ओभरमै क्या बवाल थ्रो भयो र रन आउट भयो र लास्टमा चाहिँ वाउ लास्ट बलमा चाहिँ कस्तो बवाल फिल्डिङ गर्नुभयो कुशल बुर्तेलले। त्यो क्याच वाह यार दिल जित्यो त्यो क्याचले, कति बवाल फिल्डिङ के। त्यसै नेपालले जित्यो 19 रनले। रनको कुरा गर्ने भने कोले कति रन बनाउनु भयो। सुरुमा चाहिँ नेपालले मैले भनिदिहाले ब्याटिङ गर्यो र कुशल बुर्तेलले चाहिँ 11 बलमा 6 रन बनाउनु भयो। आसिफ शेखले 4 बलमा 3 रन, रोहित पौडेल क्याप्टेनले चाहिँ 35 बलमा 38 रन, कुशल मल्लले 21 बलमा 30 रन, गुलशन चालले चाहिँ 16 बलमा 22 रन। उहाँ दुईजनाले चाहिँ बवाल पारी खेल्नुभयो के, धुवाधार पारी खेल्नुभयो। त्यसपछि दिपेन्द्र सिंह हेरीको भनौँ न खेल्न त खेल्नुभयो टिक्नुभयो तर त्यति जुन एक्सपेक्ट गरेको त्यो हिसाबको ब्याटिङ भएन। 19 बलमा 17 रन उहाँले बनाउनु भयो। सन्दीप जोराले 6 बलमा 9 रन, सोमपाल कामीले 5 बलमा 6 रन र करण केसीले आउनुभयो 1 बल खेल्नुभयो र नन्दन यादवले 2 बलमा चाहिँ 7 रन बनाउनुभयो साथीहरु। यसरी चाहिँ नेपालले 20 ओभरमा 148 रन बनायो, 8 विकेट गुमाएर 149 को टार्गेट दियो र त्यसपछि आउँछ वेस्ट इन्डिजको टिम खेल्न र हाम्रो बलरको कमाल त्यहाँ हामी देख्न पाउँछौं के। दिपेन्द्र सिंह हेरी बल गर्न आउनुहुन्छ, पहिलो ओभरमै बवाल गर्नुहुन्छ। विकेट त आउँदैन तर राम्रो बलिङ गर्नुहुन्छ। उहाँले 3 ओभरमा चाहिँ 1 विकेट लिएर 20 रन दिनुहुन्छ। करण केसीले 3 ओभरमा 17 रन 1 विकेट, नन्दन यादव 1 ओभर 6 रन 1 विकेट, सोमपाल कामी 4 ओभर 43 रन। उहाँको अलिकति भनौं न इकोनोमी आज बढी गयो 10.8 को। राजवंशीले 2 ओभरमा 6 रन 1 विकेट, रोहित पौडेलले 3 ओभरमा 20 रन 1 विकेट, कुशल बुर्तेलले 4 ओभरमा 17 रन 2 विकेट गरे। यसरी चाहिँ 129 मा चाहिँ रोक्न सफल भयो नेपालले 20 ओभरमा वेस्ट इन्डिजको टिममा र यसमा प्योर क्याप्टेनी देखेको छ आज रोहित पौडेलको। रोहित पौडेललाई पनि यताउति भन्नेको पनि आज भनौं न मुख बन्द भएको छ किनभने यति बवाल क्याप्टेनी गर्नु भएको छ भन्ने। उहाँ हरेक जुक्ति लाउनु भएको छ वेस्ट इन्डिजको टोलीलाई रोक्नलाई। कुनै बेलामा पनि म्याचमा चाहिँ नेपालमाथि दबाव बन्न दिनु भएको छैन वेस्ट इन्डिजको टिमलाई। वाव यार व्हाट अ मैच, यसलाई भनिन्छ के म्याच भनेको। कति मजाले एकतर्फी जस्तै नेपालले विन गरेको छ। हजुरहरु यो म्याच हेर्नुभयो भने कतिको इन्जोय गर्नुभयो हजुरहरुले भन्नु होला। मजा आयो, जे होस् म भन्छु जस्ट मजा आयो, खुसी लाग्यो। बधाई छ नेपाली टिमलाई कि इतिहास रचिसकेको छ। अब दोस्रो म्याच चाहिँ 29 तारिखको छ र तेस्रो 30 तारिखको। जे होस् फर्स्ट सुरुवात चाहिँ नेपाली टोलीले गरिसकेको छ र हामीले चाहिँ यसमा सन्दीप लामिछाने र आदिल आलमको कमी देखिरहेको थियौं। नुहार नभए पनि जे होस् नेपाली टोलीले फाइनली म्याच जितिसकेको छ। एकदम खुसी लाग्यो साथीहरु। अब आशा गरौँ कि उहाँहरुको पनि धमाका अब नेक्स्ट म्याचमा देख्न पाऊँ। जस्ट वाउ म भनिन्छु, दिल खुसी भएको छ साथीहरु। हजुरहरुले कस्तो लाग्छ आफ्नो प्रतिक्रिया हजुरहरुले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। सो भेटौँ अब नेक्स्ट भिडियोमा नेक्स्ट अपडेट लिएर। सो आज भिडियो हेर्नु त गरे हस्त। धन्यवाद, हजुरहरुको दिन शुभ रहोस्।